सम्पूर्णमा नमस्कार। यति बेला हाम्रो साथमा हुनुहुन्छ लगभग प्युठान काठमाडौँलाई अथवा प्युठानदेखि नेपालका मुख्य सहरहरूलाई 24 वर्ष लगभग 3 दशक सेवा दिँदै आउनुभएका प्यारो अङ्कल तारा ओली। हजुरको थोरै परिचय दिनुहोस् त। मेरो नाम तारा प्रकाश ओली। मेरो घर प्युठान नगरपालिका वडा नम्बर 4 जुमरी पर्छ। मैले चाहिँ त्यसलाई बन्द होला सुरु 2060 सालदेखि प्युठान काठमाडौँ लगातार रूपमा रात्रि सेवा सञ्चालन गरिरहेको छु। त्यसकारण मैले चाहिँ अहिले अझै पनि नयाँ प्युठान जिल्लामै लेटेस्ट गाडी लिएर आउनुभएको मेरो साउजी सानु भट्टले ल्याउनु भएको थियो। त्यस गाडीलाई सञ्चालन गर्न उहाँहरूले सञ्चालन गर्नुभएको छ र त्यसको चालकको भूमिका मैले अहिले प्युठान काठमाडौँ सुरुवाती निभाइरहेको छु। अझै पनि प्युठानी जनतालाई सेवा सुविधा दिनको लागि र मैले आवत जावतमा केही दुविधा नलिएर मैले चाहिँ यात्रुलाई प्युठानदेखि काठमाडौँ, काठमाडौँदेखि प्युठान ओसार पसार गर्ने अझै पनि सेवा दिने मौका दिनुहोला भनेर उहाँहरूसँग मेरो धेरै खुसी छु म र उहाँहरूलाई धेरै अपेक्षा राखेको छु। उहाँहरूले अझै पनि मलाई चाहिँ सुविधा सम्पन्न मेरो गाडीमा यात्रा गरिदिनुहुन्छ भन्ने मलाई चाहिँ अझै पनि खुसी लागेको छ। मैले चाहिँ उहाँहरूलाई सम्पूर्णलाई मैले चाहिँ उहाँहरूलाई धन्यवाद दिन चाहन्छु। अनि हजुरले अहिलेसम्म जति पनि गाडी चलाउनु भयो नि हजुर, त्यो मध्ये चाहिँ कतै दुर्घटना भएको त्यस्तो चाहिँ छ कि कुनै ठाउँमा अहिलेसम्म मैले चाहिँ मबाट केही गल्ती कमी कमजोरीहरू केही भएको छैन। अझै पनि भगवानको कृपाले अहिलेसम्म हामी सकुशल छौँ। प्युठानी जनतालाई पनि सकुशल यात्रा गन्तव्य स्थानसम्म सकुशल पुर्याइरहेको छु र अझै पनि पुर्याउने अपेक्षा राखेको छु। धन्यवाद। हजुरको अहिले यो प्युठानमा पनि नयाँ युवाहरू जति पनि ड्राइभर बनिरहेका छन् नि, यिनीहरूको लागि चाहिँ के प्रेरणा दिन चाहनुहुन्छ तिमीहरू? उहाँहरू भाइहरू पनि मेरै मभन्दा पछिको भाइहरू हो। उहाँहरू भाइहरूलाई पनि म जस्तै गरेर यात्रा र चालकको भूमिका निभाउनु हुनेछ भन्ने कुरा मैले अपेक्षा राखेको छु। अनि त्यसै गरी यो सानु भट्ट हजुरको साथी पनि होला है? सानु भट्ट मेरो साथी, एकदम नजिकको साथी पनि हो। उहाँहरू नाताले पनि आफ्नो पर्नुहुन्छ र उहाँलाई मैले गुरु मेरो चाहिँ मभन्दा अलिकति माथिको हुनुहुन्छ। उहाँ मभन्दा अलिकति 5-7 वर्ष पहिले नै चालक हुनुभएको हो। उहाँले चाहिँ अहिले चाहिँ चालकको भूमिका ननिभाएर साउको भूमिका निभाउनु भएको। चालकको भूमिका चाहिँ मैले उहाँको गाडीलाई निभाइदिइरहेको छु। अब जस्तै सानु भट्टले त लगभग 3 दशक सेवा दिएर आफ्नै गाडी निकाल्नु भयो। हजुरको नि 3 दशक भइसक्यो सेवा दिन लागेको। हजुरले चाहिँ कहिले आउला हजुरको तारा एयर बस भनेर चाहिँ हामीले कहिले देख्न पाइन्छ? मेरो पनि आउँछ 2-4 वर्षपछि। मैले पनि यस्तै सेवा गरेर मेरो चाहिँ सबैको साथ सपोर्ट पाएपछि मैले पनि 2-4 वर्षपछि निकाल्छु। सम्पूर्णलाई के भन्न चाहन्छु भन्दा म यो भिडियोद्वारा हाम्रो एकदम प्युठानबाट काठमाडौँको लागि सानु एयर बस र बिस्तारै 2-4 वर्षपछि तारा ओलीज्यू कन्ट्याक्ट नम्बर भनिदिनु त। 98 578 33 529 मेरो पर्सनल नम्बर हो। सबैलाई जानकारी गराउन चाहन्छु। कन्ट्याक्टको लागि मलाई फोन गर्न सक्नुहुन्छ। हजुरले 24 घण्टा फोन गर्न सक्नुहुन्छ। हजुरले यो जुन यहाँ काठमाडौँदेखि प्युठानदेखि काठमाडौँ गर्नु चाहिँ नि एक्लै चलाउँछ कि साथमा 2टा ड्राइभर हुनुहुन्छ? सिङ्गल पनि चलाउँछु कुनै बेला र अहिले चाहिँ चालक साउजीले पनि चालक भएको हुनाले उहाँले पनि कति ठाउँमा मलाई सहयोग गरिदिनुहुन्छ। उहाँले पनि चलाइदिनुहुन्छ। यो नेपाल सरकारले चाहिँ लङ रुटको लागि 2टा यो प्युठान काठमाडौँ लङ रुट भयो नि त। लङ रुटको लागि 2टा ड्राइभर चाहिँ अनिवार्य रूपमा भनेछ। यस बारेमा तपाईँको के भनाइ छ? अनिवार्य रूपमा 2टा ड्राइभर हुनुपर्छ भन्ने कुरा चाहिँ स्वाभाविकै हो। हाम्रो गाडीमा हाम्रो गाडीको लागि 2टा ड्राइभर अलरेडी हामी साउजी र ड्राइभर म आफै छौँ। उहाँ साउजी पनि चालकै हो, म पनि चालकै हो। अनि हामी चाहिँ पर्फेक्ट चालक भएको हुनाले हामी चाहिँ टेन्सन छैन। अहिलेसम्म सानु भट्ट र तारा ओलीज्यूले दिएको यो 3 दशक भन्दा बढीको यो सेवालाई चाहिँ
प्युठान जिल्ला सरकारले चाहिँ प्युठानको जिल्ला अब ठुलो कुनैले चाहिँ तपाईँलाई के लाग्छ तिनीहरूले चाहिँ तपाईँहरूको लागि चाहिँ केही गर्नुपर्ने थियो सम्मान कार्यक्रम त्यस्तो लाग्छ कि नै अफिसहरूबाट चाहिँ सम्मान भइरहेको छ र अन्य ठाउँबाट पनि सबैबाट सम्मान भइरहेको छ सम्मान धेरै ठाउँबाट सम्मान माया सबै पाइरहेका छौँ हस् त आजको भिडियो यही अन्त्य गरौँ फेरि पछि तारावली अङ्कलसित भेट भएर फेरि अर्को इन्टरभ्यू लिनेछौँ हस् त धन्यवाद ओके धन्यवाद बाबु